नमस्ते। आज हामी एउटा निकै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। नेपाल फेरि एकपटक एफएटीएफको ग्रे लिस्ट अर्थात् खैरो सूचीमा परेको छ। यो किन भयो र यसको अर्थ के हो? आउनुस् यसलाई गहिरिएर बुझौँ। हो, सबैभन्दा ठूलो प्रश्न नै यही हो। आखिर नेपाल किन फेरि यो ग्रे लिस्टमा फर्कियो त? यो निर्णयको पछाडि केही गम्भीर कारणहरू छन् जसलाई हामी एक एक गरी केलाउने नै छौं। सबैभन्दा पहिले मूल कुरा बुझौँ। नेपाललाई सन् 2025को फेब्रुअरीदेखि सन् 2027को जनवरीसम्मका लागि मतलब पुरै 2 वर्षको लागि ग्रे लिस्टमा राखिएको छ। अब यो निर्णय आफैमा नेपालको अन्तर्राष्ट्रिय वित्तीय प्रणालीका लागि एउटा ठूलो सङ्केत हो। त्यसो भए नेपाल यो सूचीमा किन पर्यो भन्ने कुरामा जानु अघि आउनुहोस् पहिले यो पूरा सिस्टमै के हो त्यो बुझौँ। यो एफएटीएफ भनेको के हो अनि यसले बनाउने यी सूचीहरूको मतलब के हुन्छ? एफएटीएफ, जसको पूरा नाम फाइनेन्शियल एक्सन टास्क फोर्स हो, यो एउटा अन्तर्राष्ट्रिय संस्था हो। यसको मुख्य काम के हो भने सम्पत्ति शुद्धिकरण र आतंकवादमा हुने लगानी जस्ता वित्तीय अपराधलाई रोक्न विश्वव्यापी नियमहरू बनाउने र ती लागू भए नभएको हेर्ने। एक किसिमले भन्दा यो विश्वको वित्तीय अपराध हेर्ने प्रहरी जस्तै हो। अब एफएटीएफले देशहरूलाई सामान्यतया 3वटा सूचीमा राख्छ। एउटा भयो व्हाइट लिस्ट वा सेतो सूची, जसमा पढ्ने देशहरूले नियम कानून राम्रैसँग पालना गरेका हुन्छन्। अर्कोतिर छ ब्ल्याक लिस्ट वा कालो सूची, जसमा पढ्ने देशहरूलाई चाहिँ एकदमै उच्च जोखिमयुक्त मानिन्छ। र यी दुईको बीचमा आउँछ ग्रे लिस्ट अर्थात् खैरो सूची। यसमा परेका देशहरूमा केही कमजोरीहरू छन्, तर उनीहरू सुधार गर्छौं भनेर प्रतिबद्ध छन् र उनीहरूलाई निरन्तर निगरानीमा राखिन्छ। यहाँ एउटा कुरा के बुझ्नुपर्छ भने ग्रे लिस्टमा पर्नु भनेको सजाय नै पाएको चाहिँ होइन। यो त एउटा चेतावनी हो र सँगसँगै आफ्नो वित्तीय प्रणालीलाई सुधार्ने एउटा मौका पनि हो। तर हो, यदि समयमै सुधार गरिएन भने कालो सूचीमा पर्ने खतरा चाहिँ एकदमै बढ्छ। अनि नेपालको लागि यो कुनै नौलो कुरा पनि होइन। हेर्नुस् न, सन् 2008मा नेपाल पहिलो पटक ग्रे लिस्टमा परेको थियो। त्यसपछि आवश्यक सुधारहरू गरेर सन् 2014मा यो सूचीबाट बाहिर पनि निस्कियो। तर अब फेरि 2025मा यो सूचीमा पर्नुले के देखाउँछ भने हाम्रो वित्तीय प्रणालीमा केही गहिरो र दीर्घकालीन चुनौतीहरू अझै बाँकी नै छन्। त्यसो भए यो निर्णयमा कसरी पुग्यो त? कसले गर्यो नेपालको मूल्याङ्कन? यो मूल्याङ्कन एफएटीएफको एउटा क्षेत्रीय निकाय एसिया पेसिफिक ग्रुप, जसलाई छोटकरीमा एपीजी भनिन्छ, उसले गरेको हो। यो मूल्याङ्कन खासमा 2वटा कुरामा आधारित हुन्छ। पहिलो, टेक्निकल कम्प्लायन्स अर्थात् देशमा चाहिने कानून नियमहरू छन् कि छैनन्, र दोस्रो इफेक्टिभनेस मतलब ती कानूनहरूले साँच्चै काम गरिरहेका छन् त? कागजमा मात्रै भएर भएन, व्यवहारमा पनि देखिनु पर्यो। र नेपालको सबैभन्दा ठूलो कमजोरी यही दोस्रो कुरामा अर्थात् प्रभावकारितामा देखियो। यो चार्ट हेर्दा त अवस्था झनै छर्लङ्ग हुन्छ। प्रभावकारिता मापन गर्ने जुन 11वटा मुख्य आधार थिए, त्यसमध्ये 7वटामा त नेपाल नन कम्प्लायन्ट भयो, मतलब मापदण्ड पालना नै भएन। 4वटामा मोडरेटली कम्प्लायन्ट वा आंशिक पालना मात्रै देखियो। अनि सबैभन्दा चिन्ताको कुरा, एउटामा पनि पूर्ण रूपमा कम्प्लायन्ट वा हाइली कम्प्लायन्टको दर्जा पाउन सकिएन। अब अलि गहिराइमा जाउँ। ती खास कमजोरीहरू के थिए त जसले गर्दा नेपाललाई ग्रे लिस्टमा राख्नु पर्यो? पहिलो त कानूनी र नियामक तहमा नै कमजोरी देखियो। जस्तै सम्पत्ति शुद्धिकरण सम्बन्धी कानूनमा पर्याप्त सुधार नै भएन। घर जग्गा, सुनचाँदी जस्ता गैर वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण एकदमै कमजोर रह्यो। अनि अर्को ठूलो समस्या सम्पत्तिको वास्तविक लाभग्राही को हो, मतलब पर्दा पछाडि बसेर सम्पत्तिको फाइदा लिने व्यक्ति को हो भनेर पत्ता लगाउने प्रणालीमा अस्पष्टता देखियो। कानूनी कमजोरी मात्रै होइन, दोस्रो ठूलो समस्या थियो कार्यान्वयनमा। कानून त बने, तर तिनको प्रभावकारी कार्यान्वयन नै भएन। आतंकवादी गतिविधिमा पैसा गइरहेको छ कि छैन भनेर गरिने निगरानी एकदमै फित्लो देखियो। अनि शङ्कास्पद र ठूला कारोबारहरूको रिपोर्टिङ पनि सही ढङ्गले नभएको पाइ। अनि यो एउटा अङ्कले सायद सबै कुराको सार बताउँछ। 0। प्रभावकारिता मापन गर्ने 11वटा आधारमध्ये एउटामा पनि नेपालले पूर्ण पालनाको दर्जा पाएन। सोच्नुहोस् त, यसको सिधा मतलब के हो भने हाम्रो सिस्टमले समग्रमा कामै गरिरहेको छैन, कम्तीमा अपेक्षित परिणाम त दिइरहेको छैन। ठिक छ, ग्रे लिस्टमा त पर्यो, तर अब यसको परिणाम के हुन्छ त?
यसले के असर पार्न सक्छ? यसका असरहरू धेरै हुन सक्छन्। पहिलो त विदेशी ब्याङ्क तथा वित्तीय संस्थाहरूले नेपालसँग कारोबार गर्दा थप जाँचबुझ र कडाई गर्छन्। दोस्रो, यसले गर्दा वैदेशिक लगानी भित्र्याउन निकै गाह्रो हुन सक्छ। तेस्रो, अन्तर्राष्ट्रिय जगतमा नेपालको साखमा प्रतिष्ठामा धक्का लाग्छ। र सबैभन्दा ठूलो जोखिम के हो भने यदि समयमै यी सबै कुरामा सुधार गरिएन भने भविष्यमा कालो सूचीमा पर्ने खतरा झनै बढेर जान्छ। ल, यति कुरा बुझिसकेपछि अब अन्त्यमा हेरौँ अगाडिको बाटो के त? नेपालले अब के गर्नुपर्छ? त्यसो भए अबको सबैभन्दा महत्त्वपूर्ण प्रश्न नै यही हो। ग्रे लिस्टबाट बाहिर निस्कन नेपालले अब के कस्ता ठोस र प्रभावकारी कदम चाल्नुपर्छ? हो, यही प्रश्नको उत्तरले नै नेपालको आगामी वित्तीय यात्राको दिशा निर्धारण गर्नेछ।